पढाइ भएको थियो 2005 मा जतिखेर स्कुल इस्टाब्लिस भएको रहेछ। भगवान बुद्ध भारतमा जन्मेर भएको भनेर लेखिएको रत्नराज्य कलेजको म एमए सेकेन्ड इयर पढ्दाखेरिको किताब देखेर मलाई साह्रै चित्त दुःख लाग्यो र बुद्ध नेपालमा जन्मेको हो यो कुरा कसरी यसो गलत हुन पुग्यो भन्ने मलाई फिल भयो। त्यसपछि हामीले बुद्ध भारतमा जन्मेको किताब हटाउनुपर्छ भनेर आन्दोलन गऱ्यौँ र त्यसै वर्षदेखि एमए सेकेन्ड इयरमा नेपालभरि अङ्ग्रेजी साहित्य पढाइ हुने कलेजबाट बुद्ध भारतमा जन्मेको भन्ने किताब हटाउन हामीले सफल भयौँ। र भाइ बहिनीहरूलाई एउटा कुरा, सफल भइसकेपछि दुईवटा प्रश्न आउँछ। हिट नहुँदा एउटा सङ्घर्ष, हिट भइसकेपछि अब के गर्ने भन्ने हुन्छ। मलाई पनि करिब 25 वर्ष हिट भइसकेपछि मैले पाउनुपर्ने मैले सबै कुराहरू पाएँ। मलाई नाम चाहिन्थ्यो, नाम पाएँ। पैसा चाहिन्थ्यो, पैसा पनि पाएँ। संसार घुम्न रहर थियो, त्यो पनि पाएँ। एल्बमहरू निकाल्न इच्छा थियो, 14वटा एल्बम निकालेँ। विश्व घुम्न रहर थियो, 60वटा देशमा गीत गाएँ। अब के गर्ने भनेर मैले आफूलाई सोधेँ र जतिखेर बुद्ध भारतमा जन्मेको भन्ने किताब देखेपछि मैले आफूलाई दृढ निश्चय गरेँ। हिजो आफ्नो लागि गाएँ, मैले धीरज राईलाई चिनाउनको लागि गाएँ, अब देशलाई चिनाउनु छु। बुद्ध वाज बोर्न इन नेपाल भनेर संसारलाई बुद्धको देश चिनाउँछु भनेर म लागि परेको छु। र अहिलेसम्म हामीले 50वटा देशमा गएर बुद्ध भारतमा जन्मेको भनेर लेखिएको पुस्तक स्कुलमा, कलेजमा, म्युजियममा, लाइब्रेरीमा गएर हामीले हटाउने प्रयास गरेको छौँ। र अहिलेसम्म हामीले 13वटा देशमा बुद्ध भारतमा जन्मेको भन्ने पुस्तक हटाइसकेको छौँ। र बुद्ध धर्म मान्ने मान्छे त म होइन, हामी किराँत धर्म मान्छौँ। तर बुद्ध किन इम्पोर्टेन्ट छ भन्दाखेरि बुद्ध भनेको कुनै एउटा जाति धर्म भूगोल मात्र होइन। बुद्ध भनेको नेपालको राष्ट्रियता हो, किनभने संसारमा नेपाललाई चिन्ने भनेकै बुद्ध जन्मेको देश, सगरमाथाको देश अनि वीर गोर्खालीको देश भन्ने नै हो। र तपाईँलाई लाग्छ बुद्ध भारतमा जन्मेको हो भन्ने किताबहरू गलत हो भन्ने लाग्छ भने मलाई साथ दिनुहोस्, म संसारबाट हटाउने छु। लर्ड बुद्ध वाज नट बोर्न इन इन्डिया, लर्ड बुद्ध वाज बोर्न इन माई नेपाल। थ्याङ्क यू।